परिवर्तन ल्याउँछ भनेर खोज्ने हो कि प्रधानमन्त्रीको ड्रेस मिलेन, प्रधानमन्त्रीले बोल्दिनु भएन अहिले भनेर सवाल जवाफ गर्ने हो। अहिले त जनताको चुलोसँग जोडिएर हामीले नीति तथा कार्यक्रम आयो कि आएन, अब बजेट आउँछ कि आउँदैन त्यो सँगसँगै भनेर हामीले खोज्ने हो कि प्रधानमन्त्रीले बोल्दिनु भएन। गलत परम्परा संस्कृतिहरू छ भने तोडिनुपर्छ। एउटा कुरा कस्तो हुन्छ भने 240 वर्ष यो देशमा शासन गर्ने राज संस्थालाई हटायौँ भनेर गर्व गर्ने दलहरूले अहिले हामी त्यही पुरानै परम्परा हुनुपर्छ भनेर भन्यो भने त्यस्तो परम्परा त हाम्रो एउटा त के हुन्छ भने भ्रष्टसँग प्रतिनिधि सभा सञ्चालन कार्य विधिमा नियावलीमा तोकिएको छ कि प्रधानमन्त्री या प्रधानमन्त्री उपस्थित हुन नसकेको खण्डमा उहाँले तोकिएको व्यक्ति प्रतिनिधि परिवर्तन ल्याउँछ भनेर खोज्ने हो कि प्रधानमन्त्रीको ड्रेस मिलेन, प्रधानमन्त्रीले बोल्दिनु भएन अहिले भनेर सवाल जवाफ गर्ने हो। अहिले त जनताको चुलोसँग जोडिएर हामीले नीति तथा कार्यक्रम आयो कि आएन, अब बजेट आउँछ कि आउँदैन त्यो सँगसँगै भनेर हामीले खोज्ने हो कि प्रधानमन्त्रीले बोल्दिनु भएन। गलत परम्परा संस्कृतिहरू छ भने तोडिनुपर्छ। एउटा कुरा कस्तो हुन्छ भने 240 वर्ष यो देशमा शासन गर्ने राज संस्थालाई हटायौँ भनेर गर्व गर्ने दलहरूले अहिले हामी त्यही पुरानै परम्परा हुनुपर्छ भनेर भन्यो भने त्यस्तो परम्परा त हाम्रो एउटा त के हुन्छ भने भ्रष्टसँग प्रतिनिधि सभा सञ्चालन कार्य विधिमा नियावलीमा तोकिएको छ कि प्रधानमन्त्री या प्रधानमन्त्री उपस्थित हुन नसकेको खण्डमा उहाँले तोकिएको व्यक्ति प्रतिनिधि उपस्थित हुने